हेर्नुहोस् न साथीहरु यो हामीले उहिले न के भन्थ्यौं भने नीलकमल भनेर भन्थ्यौं अहिले समय अनुसार धेरै किसिमको कलरहरु निस्किन थालेको छ यो कस्तो कलर हो भन्दाखेरि चाहिँ गहिरो रङको गुलाबी कलर हो है त साथीहरु यसरी आएको छ थैलो पनि ठुलै छ अनि यतिकै राख्दा पनि हुने खालकोमा छ अनि हजुरहरुले अर्डर गर्न सक्नुहुन्छ धेरै त छैन मसँग अरु कलरमा पनि मसित छ सेतोमा छ अनि नीलोमा छ पिंकमा पनि छ अनि यो चाहिँ ठुलो थैलोमा चाहिँ अब मैले चिनिहाल्छु अनि यो पनि हजुरको एकदम भुइँमा चाहिँ ज्याप ज्याप भएर बसेको छ भने चाहिँ हजुरले यसरी नै कटिङ गर्नुहोस् है त यसरी मैले कटिङ गरिसकेको छु एकदम लम्बा लामो भएर चाहिँ टिङलिङ टिङलिङ भएको थियो हेर्दामा लुक्स पनि राम्रो भएन अनि त्यो कटिङ पनि सर्छ कहिले कटिङ सार्ने भनेर पनि कतिजना साथीहरूले कमेन्ट गर्नुभएको थियो मैले त्यो भिडियो चाहिँ युट्युब च्यानल पवित्र गार्डनमा हाल्नु पाइनँ हजुरहरूले सर्टबाटै मैले देखाउन चाहे अब अहिले यो स्प्रिङ सिजनमा चाहिँ हजुरहरूले यो कटिङ पनि गर्न सक्नुहुन्छ अनि रोप्न सक्नुहुन्छ किन कटिङ गर्यो भने चाहिँ यहाँबाट नयाँ नयाँ पौलायो भने चाहिँ अब जस्तो कि यो कटिङ गरेको छ यो नयाँ आएको छ नि बोट अनि यो बोट नयाँ आएको मुनामा चाहिँ ठुल्ठुलो गुच्छा गुच्छा फुल आउँछ के अनि पक्कै पनि साथीहरुको पुरानो बिरुवाहरू चाहिँ यसरी लामो डन्ठा गरेर चाहिँ माथि चिङलिङ चिङलिङ भएर बसेको छ ल त्यसलाई कटिङ गरिदिनुहोस् अनि त्यो मुन्टाहरू पनि मजाले कटिङ गरेको भाग पनि सरे सर्छ नसरे सर्दैन अनि आउनेवाला यो हाम्रो हुन्छ नि यो बोट बिरुवा हो यो बोट चाहिँ मेन बोटमा चाहिँ दामी गरेर फुल्छ के त्यस्तै गर्नुहोस् यो हाइड्रेन्जिया सिजन पनि आयो साथीहरु।